बहुत आसन्थे मेरो फत्ते दासमा अब दुईजना लागेछ ठिक भएन अब दगकै ढुङ्गा रहेछ क्या दगको ढुङ्गा दिन्छ म त झिक्नु परिहाल्यो नि त्यो दग त्यही दग माछा त भइहाल्छ नि त्यस्तो हुँदैन भत्किहाल्छ चकल कोपाएर राख्नु पऱ्यो नि कोपारेर मर एउटा खुट्टा बिरामी भएर म चाहिँ त्यही काम गर्दा कहिले राख्यो हुन्छ खुट्टा के बिरामी त खुट्टा बिरामी भएर हिँड्नु एउटा केही उचालो अलिकति काम गर्नु होइन एउटा मान्छे नगई कामै त्यो ढुङ्गा कसले उचाल्छ काल लाउनु काल हानिहाल्छ नि यस्तो टमाटर अब खाने टमाटर निकाली फालेपछि के फाइदा भयो त के भन्छ त्यहाँ त्यो अब फल्नु छ कि अलिक फल्थ्यो अब कान्छे खुट्टा घोट्न काम लाग्दैन ल खुट्टा घट्न लिएर मात्रै चाहिन्छ मैला आउँछ नि हो मात्रै मिला अलि बेसी का त खुची गएको थियो नि तल्दै फाल्दै हाल्नु तल्दै फाल्दै कहाँ मास गर्नु तल्दै फाल्दै लिएर आउँछ के गर्नु गर मलाई हो त्यो अब केलाएर अचार खानुहुन्छ अब हो क्या टमाटर पनि पाकिराख निकाल भटाभट खानु अब ढुङ्गाले तल राख्नु भयो नि जग उ तेरो खुट्टाबाट राख्नुपर्छ आएर छ त पुरा रहेछ नि हाउ कर यसरी हाम्रो गाउँहरू चाहिँ भत्किया बाटो काट्नुपर्छ काम गर्नु एरिया होला होइन त यसरी काम गर्नु धोका लाग्छ त काम गर्नु गयो त काम गरेन हामीले तल काम गर्दा के गरिखेर किन कति राम्रो छ त अनि सरलाई देखाइदिनलाई नि हाँसेर हाँसे त्यत्तिकै यो चाहिँ काम गर्नै सकेन अब यो त लजाएर चाहिँ माथि माथि खनेर कसै हुन्छ तल तल खन्नु पर्ने पहिले यस्तो काम त जमाना मैले कति गरेँ तेरो मेरो नै सानोबाट कान्छीबारको ढुङ्गा यसले फुटाएर सिध्याउनु भइहाल्यो ठुल्ठुलो ढुङ्गा यति ढुङ्गा त्यो पर्छ यसको मैले सब थियो कुकुर झिङ्गा टिपेर मादिसिया थिएँ फेरि कहाँबाट आइपुगेँ यो पातो ढुङ्गा यहाँ चाहिँ घाँटेर आएको हुन्थ्यो बोर्नु तल चाहिँ हाल्छ हुन्थ्यो सहिदिन्छ उयो गाडी कहाँ छ यो हारिएर आएको थियो ढुङ्गा त्यो जान्छ त्यहाँ सहयोग गर्छ त्यो त ढुङ्गा त यो घारी राख न यो घारी त खन्दैन नि थकान्छ